नमस्ते सम्पूर्णमा म चेली प्रवासबाट। आजभोलि देशमा निकै कठिन र जटिल अवस्थामा गुज्रिरहेको हाम्रो देश छ। यसमा पनि जेन्जी भाइ बहिनीहरूले जब भदौको 23 र 24मा जनआन्दोलनबाट रविलाई गो ब्याक भनेर जेलबाट निकालिएको बेलामा गो ब्याक भनेर वास्ता गरिएन। अहिले तपाईहरु आफैले भोग्दै हुनुहुन्छ, अब देख्दै हुनुहुन्छ यो सरकारले के गर्दैछ कसो गर्दैछ भनेर। मैले रविको पक्ष लिएर बोलेको होइन, म स्वतन्त्र व्यक्ति हुँ, कुनै पार्टीको एउटा सदस्य लिएको छैन र जहिले पनि मैले राष्ट्रिय स्वतन्त्र पार्टीको पक्ष लिएर कुरा चाहिँ गरेको छु। तर मैले अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी न कसैको टिकट र सदस्य बनेको छु। तर सत्यलाई सत्य, असत्यलाई असत्य भन्नुपर्छ। रवि लामिछानेले देशमा 25 वटा फाइल खोलेर सम्पूर्णलाई कोच्न खोजेको थियो भनेर सबैले भन्नुहुन्छ। 25 वटा फाइल खोल्नुभन्दा पहिला पनि रवि लामिछानेले पहिला पत्रकार हुँदाखेरि चिच्चै घाँटीको नसा तन्किनी गरेर के अरे एउटा समाचारमा प्रधानमन्त्रीसँगको सिधा कुरा भन्ने चलाउनु भएको थियो, एउटा चलाउनु भएको थियो, यो प्रोग्राम चलाउनु भएको थियो। त्यसपछि पनि उहाँले हरेक कुरामा सम्पूर्णको पर्दाफास गर्दै चिराफारा गर्दै नेपाली जनतालाई, केही थाहा नभएको जनतालाई सम्पूर्ण कुरा कुना-कुनामा थाहा दिने अवसर पाउने काम रवि लामिछानेबाट भएको थियो। रवि लामिछाने यस्तो व्यक्ति हो कि देशलाई बनाउन आफ्नो सम्पूर्ण सुख सुविधा, अमेरिकाको सम्पूर्ण सुविधा छोडेर देशलाई बनाउँछु, आफ्नो माटोमा रमाउँछु, आफ्नो माटोको जनतालाई बनाउँछु भनेर आएको। यो सम्पूर्णले बुझ्न जरुरी छ। रवि लामिछाने निर्दोष हो। यदि दोषी भए किन अहिलेसम्म करार नगरेको र उहाँलाई के अरे कैदी बनाएर नथुनेको? यदि दोषी भए उहाँलाई किन दोषी भनेर नठहराएको? प्रमाण किन नजुटाएको? प्रमाण देखाउनेहरू खोइ अहिले प्रमाण झुटा रहेछन् सबै कुरा। त्यही भएर सबैले ध्यान दिएर सुन्नुहोला। रवि लामिछाने एकदम बिल्कुल निर्दोष छ। कसै गरेर दोषी बनायो भने पनि यो म मान्न सक्दिनँ। उसलाई दोषी हुने प्रमाण काहीँ पनि छैन, मान्न सक्दिनँ। त्यसैले रवि लामिछाने हरेक कुरामा योग्य छ र रवि लामिछानेको पार्टीमा हरेक जुन नेता हुनुहुन्छ सबै योग्य हुनुहुन्छ। धन्यवाद। अर्को च्याप्टरमा कुरा गरौँला। त्यसैले सबैले रवि लामिछानेलाई सम्झिनु होला र राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकचोटि मौका दिनु होला। धन्यवाद। नमस्ते। जय घन्टी, जय रवि, जय देश।